नमस्ते, गुड मर्निङ, शुभ बिहानी। हजुरहरू सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अनि मेरो पनि बिहानी भइसकेको छ। यता भान्जीले लगाउँदै हुनुहुन्छ कुचो। अनि म पनि यता आइसकेँ किचनमा रिफ्रेस भएर। अनि के पकाउँ भनेको त आज दाल भात अनि तरकारी मात्रै पकाउनु लाग्यो। अनि त्यतिको मेरो चिया पाकिसकेको थियो। अनि मेरो छोरी आएर चाहिँ नास्ता गर्दैछ आफ्नो, पनि स्कुल जानुपर्छ। अनि उसको स्कुल अनि मेरो ड्युटी टाइम सेम छ कि, अनि त्यही भएर मैले यता तरकारी पकाइसकेको छु आलुको। अनि त्यतिको मैले पनि बच्चाहरूको टिफिन रेडी गरिसकेँ। अनि एउटा टिफिन हो मेरो छोरीको, एउटा हो मेरो भान्जीको। अनि म पनि आइसकेँ यता, रेडी हुँदैछु, ड्युटी जानुपर्छ। अनि फेरि ढिला हुन्छ कि, अनि बच्चासँग सानो छ नानी, अनि त्यही भएर अनि फेरि नानीलाई पनि म छोडेर आइसकेँ स्कुल। अनि स्कुल पनि ठ्याक्क बोर्डरनिर पर्छ कि उतातिर इन्डियाको साइडमा। अनि फेरि यता मेरो भान्जी अनि अर्को नानी पनि स्कुल जाँदैछन्। अनि सँगसँगै म पनि पुगिसकेको छु आफ्नो ड्युटी। थ्याङ्क यू सो मच फर वाचिङ।